नमस्ते सबैजनालाई। आज हामी कन्ट्रीको नाम भन्न कोसिस गर्दैछौँ। हामीलाई नजानेको तपाईहरुलाई थाहा भनी प्लिज कमेन्ट गरिदिनु होला। ल एदेखि जेड सम्म कन्ट्रीको नाम भन्छौँ। ल म एबाट भन्छु है। अस्ट्रेलिया, बीबाट ब्राजिल, सीबाट क्यानाडा, डीबाट डेनमार्क, ईबाट इजिप्ट, एफबाट फ्रान्स, जीबाट जर्मनी, एचबाट हङ्गेरी, आईबाट इन्डिया, इजिप्ट पनि हुन्छ है। अनि जेबाट इजिप्ट, ईबाट स्टार्ट हुन्छ हैन? ए हो, आईबाट के हुन्छ? इराक, इन्डिया भने। जेबाट जापान, केबाट कोरिया, एलबाट ल्याम्बोर्गिनी हैन? के खालको मान्छे हो के देशको नाम भनिरहम हैन? उसले गाडीको नाम भनिदिनु भएछ। यामबाट तपाईँ भन्ने। म भन्छु माल्टा। तपाईँले नजानेको चाहिँ म भन्छु है। माल्टा अनि नेपाल। यानबाट नेपाल, ओबाट माल्टा है गाइस। ओबाट आई डोन्ट नो, सी अल्सो डोन्ट नो। कमेन्ट डाउन बिलो। पीबाट पोर्चुगल, पोल्यान्ड, क्यूबाट कतार, आरबाट रसिया, एसबाट स्पेन, टीबाट टर्की, युबाट आई डोन्ट युबाट उरुग्वे भन्ने छ है। छ र? भीबाट भियतनाम, डब्लुबाट आई काइन्ड अफ डोन्ट नो। डब्लु एक्स वाई जेड। अब मनेको पाली है। र एलबाट चाहिँ हामीलाई आएन है। एल अनि ओ आएन। त्यति दुईजना, त्यति कतिवटा हो? डब्लु एक्स वाई जेड 4 र अनि एल ओ 6वटा। प्लिज 6वटा कमेन्ट। अल्फाबेटबाट चाहिँ कन्ट्रीको नाम भन्न